So guys, our lunch is ready. बिरयानी भेज बिरयानी हैन अनि यहाँनिर छ तपाईको भाइरल ब्रिजमा यो चाहिँ कहाँ पर्छ भन्ने चाहिँ तपाईको अब यो माथि रानी पुल भएन अनि यस्तोहरु तपाईहरुले यहाँ आएर सबै हेरेर डिजाइनहरु सबै गर्न सक्नुहुने रहेछ यहाँनिर गुड मर्निङ गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी वाङ टुप्नेश्वर र बाई द टाइटल अनि थम्बनेलबाट थाहा पाइसक्नु भयो होला आजको भिडियो के हो भनेर है सो गाइज गुड मर्निङ है सबैजनालाई र अहिले चाहिँ म मर्निङ एक्सर्साइज गरेर आएर चाहिँ आज चाहिँ मलाई यसमा पानी खाने मन भयो नि त त्यही भएर चाहिँ पहिलाको मग हुन्छ नि अब एकदम अब यो त रियर हो अहिले त पाउँदैन साह्रै बेसी हैन त्यही भएर चाहिँ हाम्रो बस्तीतिर चाहिँ हुन्छ त्यही भएर चाहिँ तात्तिन्छ अलिक तात्तिन्छ तातो पानी हैन तर पिउनु चाहिँ मजा आउँछ यसमा पानी निकै पनि अट्छ हैन पिउनुको मजा पनि यसमा फेरि अर्कै छ सो यस्तै छ गाइज अब मर्निङ वर्कआउट गरिसकेर पनि म आइसकिसकेँ हैन अनि तपाईहरुलाई मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ आजकल चाहिँ हाम्रो स्कुटी चाहिँ घरमै आउने गरिन्छ हैन त्यही भएर चाहिँ आजकल हाम्रो स्कुटी घरमै आउने गरिन्छ सो आज चाहिँ म गान्तोक जानुपर्ने छ हैन त्यही भएर लामो कन्टेन्टहरु पाउँदा मात्रै युट्युबमा भिडियो गर्नु मनपर्छ त्यही हो गाइज हैन अन्त आज चाहिँ म गान्तोक जाने काम छ मेरो भन्दा पनि अनिताको काम छ खासमै भन्नु पर्दाखेरि चाहिँ हैन अन्त अब स्कुटीमा गयो भने चाहिँ सजिलो अहिले गान्तोक फेरि अब प्राइभेट गाडी अड इभन अब ट्याक्सी गाडीमा गएपछि अब आफ्नो काम टाइम लाग्छ फर्किनु हैन त्यही हो अब आफ्नो गाडी लिएर गएको छ आफ्नो स्कुटी लिएर गएको छ चाहिँ सजिलो हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ स्कुटीमा जानुपर्ने हुन्छ हैन अन्त म चाहिँ आज स्कुटी धेरै दिन बादमा चाहिँ अलिकति लङ राइड चाहिँ आज गर्नेवाला छु हैन पानी नपरोस् भनेर आशा गरेको तर यहाँ हेर्नु नि दिन यस्तो भइदिरहेछ हाम्रो यहीँ त्यस्तो छ भनेदेखि अब गान्तोक लाइन त झन् भन्नै सकिँदैन पानी पर्छ हैन त्यही हो अब एकछिनमा निस्किनु पर्ने हुन्छ भर्खर आएको हैन पानी छ भने पिउँ त्यहाँबाट चाहिँ एकछिनबाट रेडी भएर निस्किनु पर्ने हुन्छ सो तपाईहरुलाई पनि एकछिनमा भेटौँ है सो गाइज अब भने चाहिँ म रेडी भइसकेँ है अब चाहिँ निस्किनु पर्ने हुन्छ पानी पर्ला जस्तो हुन्छ कि तर पानी चाहिँ नपर्दियोस् भनेर आशा गरेको है के बिग्रेछ डिकीको चाहिँ त्यो लक अलिक बिग्रेछ यताको के गर्नुपर्छ त्यो खिच्दा चाहिँ रेनकोटको यो छ होइन उँधोको यहाँ कुन चाहिँ के गर्नुपर्छ लागेन भने चाहिँ खाके तान्नु छ ओह्रालो तान्नु सो अब निस्किदिउँ है अब तपाईहरुलाई कहाँ हुन्छ नामथाङ गएर भेट्छु होला एकैचोटि है सो अब निस्किनु पर्ने हुन्छ पानी चाहिँ नपर्दियोस् भनेको हल्का छिटो जस्तो गर्छ फेरि है सो यहाँ म्याडम आइपुगिसकेछ नामथाङ होइन म पनि नामथाङ आइपुगेँ अब चाहिँ निस्किनु पर्ने हुन्छ होइन पानी चाहिँ पर्ला जस्तो भयो कि त्यही भएर चाहिँ म रेनकोट अप्परको चाहिँ लगाइहालेको लोवरको चाहिँ लगाएको छुइनँ होइन सो अब निस्किदिउँ बित्छै त्यो बित्दैन तर भित्र त है उसको अफिसको कामले गर्दा हिँडेको गाइस हिँड्नु चाहिँ हो अब यहाँ के हुन्छ पानीले भिज्यो भने चाहिँ तिमीलाई म केस काटेछ के भएको ल मलाई यादै छैन कहिले काट्यो तिमीले केस हिजो ला उसको हेयर कट गरेछ उसले उता फर्कदा तर राम्रै देख्दो रहेछ राम्रै देख्दो रहेछ है लगायो आउने बित्तिकै अन्डा खेलाइदिइहालेको कतिवटा खेलायो दुईवटा मात्रै सो अहिले भने चाहिँ हामी गाइस यहाँनिर टिफिन डाँडा आइपुगिसक्यो होइन उसले केही नखाइकन आएको रहेछ त्यही भएर चाहिँ यहाँनिर ब्रेकफास्टको लागि गान्तोक जाँदा रम्फू जाँदा पहिला चाहिँ पल्लोपट्टि थियो अहिले फेरि यतापट्टि सरेछ तर तिमीले यो हेयर कटले दामी देख्दो रहेछौ कहाँ काटेको मेरो एकजना स्टुडेन्टको पार्लर छ कि तल स्टुडेन्टको स्टुडेन्टको चाहिँ प्यारेन्ट्सको युनिसेक्स पार्लर छ अनन्या युनिसेक्स हो त्यहाँनिर तिमीलाई म खेप्को लान्छु ल हेयर कट मजाले गर्नुहुन्छ केटाहरूको पनि केटीको अन्त मेरो हिजो चाहिँ कस्तो दामी बनाइदिएको थिएँ आज चाहिँ यस्तो भयो कलर पनि गर्यो कलर कहाँ गर्छ मेरो नेचुरल हो सो उसको चाहिँ उयो मगाइरहेको छ के मगाएको छ तिमीले सुक्खा रोटी
सुखा रोटी मगाएको छ त्यहाँदेखि चाहिँ निस्किनु पर्ने हुन्छ सिधा डाइरेक्ट त्यहाँदेखि चाहिँ गान्तोक कहीँ निस्किनु हुँदैन अब तल उसको फेरि जाम कस्तो हुन्छ के अरे यो एस्ट्रोनिङको चाहिँ फेरि काम चल्दैछ सकेको छैन होला है अहिले पनि एस्ट्रोनिङको काम त्यहाँ अस्तिदेखि हुँदैछ नि त र म चाहिँ खाना खाएर हिँडेको तर पनि अन्डा खाँदैछु ए देखेको मैले कम्ती मात्रै लगाइदिनुहोस् हजुर तातो पानी पनि दिनुहोस् ल हजुर दामी छ है सो गाइज अहिले चाहिँ यहाँ पानी परेर हामी टोपा खानेमा रोकिरहेको छौँ होइन हिँड्दै त जानु भएन होइन अन्त उसले चाहिँ मलाई उयो टोपाभित्र बस्नु भन्छ डरै लाग्दो हो मैले चाहिँ टोपाभित्र बस्नु भनेको फेरि याद थिएन नि त मलाई यहाँतिर दोकानहरू पनि छ भनेर यो चस्मा पनि पानी पसेर केही देखिनँ अहिले त्यसमा पानी पसेर नबसेको चस्मामा केही देखिनँ आँखा बन्द भयो नि टोटली सो भिज्नु भन्दा चाहिँ एकछिन होल्ड गर्नुपर्ने हुन्छ होइन त्यहाँदेखि अलिअलि पानी रोकिएपछि चाहिँ निस्किनु पर्ने हुन्छ है त गाइस सो गाइज अहिले भने चाहिँ हामी यहाँनिर गान्तोक आइपुगिसक्यौँ अनि वेस्ट पोइन्टमा देख्न सक्नुहुन्छ यहाँनिर पार्क गऱ्यो हामी चाहिँ होइन अनि हेर्नुहोस् न मेरो चाहिँ फुल सेफ्टी यहाँनिर जुत्तासम्म छ उसले चाहिँ यसको जुत्ता खोलेर भिज्छ भनेर हो प्रोटेक्सन मलाई चाहिँ केही प्रोटेक्सन छैन उसको मात्रै फुल प्रोटेक्सन हो उसको इभन ट्र्याक रेनकोट लगाएर हो यतिको सेफ्टीमा चाहिँ हिँड्नु परेन के हुनु पर्यो अरे यतिको सेफ्टी गाडी आयो उल्टो सेफ्टीमा हिँड्दै ऊ चाहिँ त्यस्तो त भिजेन है अस्ति चाहिँ गाइस हामी नि लिटरली भनिदिएको यो पार्किङ सेक्सनमा चाहिँ हराइदिएको यहाँदेखि उदुङ कति बेसी रहेछ नि त पार्किङ चाहिँ कि भरे चाहिँ लिफ्टमा चढेर गएको तल पुगेछ हो स्कुटी फोटो छैन राति थियो पनि दिउँसो भए पनि हुन्थेन भरे चाहिँ हराइदिएको यस्तै हुन्छ फर्स्ट टाइम मान्छे हराउँछ यहाँ कसम भन्दैन हेर्दा यति मात्रै देख्छ कि तर यहाँदेखि उदुङ कति रहेछ नि त उदोसम्म के हो सो अब निस्किदिउँ है यता छ म्याडम पानीले भिजेर त्यस्तो भिजेको देख्दैन तिमीलाई त्यस्तो भिजेको देख्दैन सो अब यो थन्कम सामान होइन त्यहाँदेखि उसको काम छ के कुराहरू मान्छे भेट्नु पर्ने छ अरे त्यहाँदेखि चाहिँ डाइरेक्ट तल अफिस जानुपर्ने हुन्छ देउराली होइन सो त्यस्तो छ त्यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ है त सो अब चाहिँ हाम्रो यहाँनिर उसको मान्छे भेट्नुपर्ने चाहिँ यहाँ एमजी मार्कको त्यहाँ के अफिसमा अरे हौ के अफिसमा छ अरे भेट्नुपर्ने होइन त्यहाँबाट चाहिँ यहाँ हेर्नु नि यहाँ चाहिँ फेरि घाम लागिरहेको छ तल पानी परेर कस्तो डरलाग्दो भएको छैन घाम लाग्नु थाल्यो फेरि अहिले यहाँ चाहिँ कस्तो गान्तोकको वेदर चाहिँ त्यही त भनेको ल खै यो गाडी कहिले हुने हौ ल जाउँ अब त्यो गाडी यता जान्छ हौ हेर न हिँड न लेट्स क्रस कति वर्ष बाद हिँड्यो यो उकालो ठाडो र ट्युसन पढ्दा हो त लिटरली गाइज एमजी मार्कमा त घाम छ हो लो मारे त हत्तमै भयो त तल फेरि मरुन्जेल पानीले भिजेर गोदेर मलाई पानीले भिजाएर यहाँ चाहिँ फेरि घाम लागेको छैन नि उसको छेउमा अरे आऊ के को ट्रेन्ड्सको त्यहाँनिर अरे जानुपर्ने चाहिँ आफ्टर लङ टाइम पछि एमजी मार्क अस्ति आउँदाखेरि निस्किँदा तर पढा निस्क्यो है भित्र चाहिँ पसेको थिएन आज धेरै दिन बादमा एमजी मार्कको यता अगाडि नै हो भन्नु चाहिँ
अब चाहिँ हाम्रो काम सक्यो है ए अँ सो ऊ चाहिँ यहाँनिर रामचन्द्र ज्वेलर्स जान्छ अरे हो उसले पुरा फेसबुकमा भिडियोहरू हेरिरहन्छ नि त त्यही भएर त्यहाँनिर जान्छ अरे है सो अब निस्क्यौँ त्यहाँनिर एकैचोटि हामी चाहिँ जानुपर्ने हुन्छ कहाँ भन्दा तलनिर कहाँ भने सिटीको अफिस जानुपर्ने हुन्छ होइन ए हो ठिकै छ त अन्त अब क्यामेरा यसरी पब्लिकमा यसरी क्यामेरा ह्यान्डल गरेर हिँड्नु नै यो चाहिँ ठुलो कुरा हो नि त हो कि ल भन त सबैभन्दा मान्छेको ठुलो आँट भनेको नै यही हो क्या हो जुनसुकैले कहाँ सक्छ अरे गाइस यसरी क्यामेरा पब्लिकमा यसरी फेस गरेर हिँड्नु होइन त्यो नै ठुलो कुरा हो गाइस यो चाहिँ मिनी सो भनेको त्यस्तो हुन्छ गाइस होइन सो अहिले भने चाहिँ हामी यहाँनिर दुईजना एमजी मार्क भएर चाहिँ वेस्ट पोइन्टको मलमा यहाँनिर घुमिरहेको छु त्यहाँबाट डाइरेक्ट निस्किनु पर्ने हुन्छ यो भनेको रामचन्द्र ज्वेलर्स यहाँ रहेछ सो अहिले भने चाहिँ हामी यहाँनिर रामचन्द्र ज्वेलर्समा आइरहेको छु होइन यहाँनिर चाहिँ तपाईँहरूको एकदम सस्तो पाउँछ नि त यो 9 क्यारेटहरू होइन त्योहरूको सुन पाउँछ तपाईँहरूले होइन अन्त त्यही भएर चाहिँ यहाँ फेसबुकमा पुरा आउँछ नि त भिडियोहरू त्यही भएर चाहिँ अन्तले पुरा हेर्दा चाहिँ त्यही भएर यहाँनिर आइरहेको छौँ होइन तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ वेस्ट पोइन्ट महलकै यहाँनिर हो है तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यस्तोहरू तपाईँहरूले यहाँ आएर सबै हेरेर डिजाइनहरू सबै गर्नु सक्नुहुने रहेछ यहाँनिर हो तपाईँहरूले यहाँ जे भने त्यही पाउँछ यहाँनिर यस्तोहरू के भन्छ यो तिहारा खाउ भन्नेहरू सबै कुरो पाउँदछ पाउनु एभ्रिथिङ इच एन्ड एभ्रिथिङ सबै जे त्यो चाहिन्छ नि अब लेडिजहरूको लागि त्योहरू सबै हेरि पनि सकेको हाम्रो फेरि सेकेन्ड डेस्टिनेसन आइपुगिसकेको छौँ हामी एमजी मार्गबाट डाइरेक्ट आएर अब चाहिँ उसको काम मेन काम चाहिँ यहाँनिर सिटीको अफिसमा अरे काम चाहिँ उसको कति लाग्ला अब 1.5 घन्टा लाग्छ होला त्यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ फेरि सो गाइज अहिले भने चाहिँ हामी ब्याक भइसक्यौँ गान्तोकबाट होइन अन्त आउँदा आउँदै तपाईँहरूले यो फेसबुकमा देखिरहनु भएको होला एकदमै रिल्सहरू बनाइरहेको हुन्छ नि त अहिले यो भाइरल ब्रिजमा यो चाहिँ कहाँ पर्छ भन्ने चाहिँ तपाईँहरूको अब यो माथि रानी पुल भएन अनि यता हामी गान्तोक आउँदाखेरि यो माथि जुन हाइवे रानी पुलभन्दा जस्ट अगाडि यहाँ माथिबाट चाहिँ उँधो जाने रोड देख्नु भएको होला तपाईँहरूले होइन त्यो रोडबाट चाहिँ ओह्रालो झर्नु पर्दो रहेछ यो परदेखि देखेको चाहिँ डल्लै यो लामो ब्रिज एकदम लामो ब्रिज हो यो चाहिँ तपाईँहरूको यो पारिपट्टि सरम्साको त्यहाँनिर कनेक्ट हुँदो रहेछ होइन सायद यो मैले बुझ्दाखेरि चाहिँ मेरो विचारमै गाइस अब यो एसियन हाइवे जुन आर्मीहरू लाग्यो क्या यो बाटो बनाएको जस्तो लाग्यो होइन किनभने त्यो लाभाको जुन छ नि त्यो के अरे सेलरोटी ब्रिज भन्छ नि क्या त्यो ब्रिजसँग कनेक्ट हुने रोड जस्तो लाग्यो चाहिँ किन भन्दाखेरि आर्मीको सामानहरू ल्याउनु आर्मीहरूलाई एकदम प्रब्लम हुन्छ नि त्यही भएर चाहिँ यताबाट चाहिँ यो हाइवे बनाएको जस्तो लाग्यो सुन्दाखेरि पनि त्यस्तै खालको सुनेको थियो तर हो कि होइन त्यो चाहिँ कन्फर्म चाहिँ छुइनँ म होइन तर त्यस्तै चाहिँ लाग्यो एकदमै ठुलो रहेछ बाटो चाहिँ एकदमै ठुलै अनि यहाँ मुनि चाहिँ यो खोला के खोला भन्छ यो खोलाको नाम चाहिँ याद छैन तर यो यता माथि हो भने चाहिँ जाली पुल भन्छ त्यो त्यताबाट हुने खोला हो चाहिँ यता म्याडम चाहिँ रिसाएर आज फेरि मसँग किन रिसाएको थाहा छैन मलाई किन रिसाएको तिमी भन त बिजी छ फेरि हो रिसाएर आएको छ कहाँ भोलिरहेको छ अहिले निम्बु हाल्नुभयो हालिदिनुहोस् न सो अहिले चाहिँ हामी यहाँनिर 32 नम्बरको यहाँनिर चाहिँ मकै खानु लागि रोकिरहेको छौँ आउँदाखेरि होइन तपाईँहरूको यहीँ फलेको भन्नुभयो नि यो मकै दामी भएको रहेछ नि मकै यहाँतिर चाहिँ खाने बेला पनि भइसकेको रहेछ हाम्रोमा भएको छैन बरु यहाँतिर खाने बेला पनि भइसकेको छ 30 रुपियाँ भोका रहेछ होइन 2-2वटा खायो हामीले चाहिँ 30 रुपियाँ त्यो त 30 रुपियाँ भोका रहेछ होइन त्यही भएर चाहिँ हामीले अर्ग्यानिक हो नि त यो खानु भनेको त एकदम राम्रो कुरा हो क्या त्यही भएर चाहिँ खाँदैछौँ हामी सो गाइज अहिले चाहिँ हामी यहाँनिर ओसेस क्याफे आइपुगिसकेछौँ अन्त यहाँ स्कुटी यहाँ राखेँ होइन अन्त लन्च यहाँ गर्ने अरे अनिताले चाहिँ त्यही भएर चाहिँ हामी यहाँ रोकिरहेको छौँ ओसेस क्याफेको यहाँनिर लेट्स गो पुरा गरम है यहाँ आउँदा त बेसी गरम है त्यसमा फेरि पानी बढ्दै उठ्दैको त्यस्तो भनेको कस्तो हो कस्तो बुझ्नु नसक्ने क्या
यतै बसौँ न कि यतै बस्ने यतै बसौँ म त्यता नबसौँ यहाँ बसौँ न सो यहाँ बस्नुपर्ने हुन्छ हामी चाहिँ हेलमेटहरू त अरू यहाँ राख्नु यहाँ राख्दा हुन्छ होला हौ यहाँ राख्दा हुन्छ हेलमेट ए हजुर हुन्छ हुन्छ ओफ गरम है देखो त त्यो टाटाको उयोहरू हो धुवाहरूले क्या डस्टहरूले गर्दा पुरा बेसी मैला हुन्छ नि त शिवजीको दर्शन गर्नुहोस् है गाइस तपाईँहरू पनि यहाँनिर गरम कतिको भयो पुरा गरम पुरा ज्याकेट ला यता भित्रबाट पनि छ हौ गरम चाहिँ यस्तो बेसी छ कि यति गरम त्यो धुलोहरू छ नि त बाटोमा यस्तो बेसी मैला निस्किरहेको छ गाइस हेर्नु नि मैला सो हामी चाहिँ ठाउँ चेन्ज गरिकन भन्दाखेरि यहाँ बस्नु मन पऱ्यो हेरेकोलाई त्यही भएर यहाँनिर सो बाहिरको भ्यू हेर्दै होइन यहाँनिर यसो टक्कै बेलुकाको होइन कस्तो मजाको देखिरहेको छ बेलुकाको भ्यू क्या घाम लाग्दाखेरि चाहिँ त्यही भएर चाहिँ यहाँनिर बस्ने उसको विचार आयो त्यही भएर चाहिँ उहाँको इच्छा अनुसार चाहिँ हामी सिफ्ट भइदियो सो गाइज आवर लन्च इज रेडी बिरयानी भेज बिरयानी होइन अनि यहाँनिर छ तपाईँको चिकन थाली बस्तीको अरे तर बस्तीको चाहिँ नपाउँदो रहेछ यसको छ ब्रोइलरको रहेछ ल म चाहिँ बिरयानी खान्छु दामी है तर थाली चाहिँ तर ल्याउँदा सेप बिग्रेछ नि अब यता घरि घामले पऱ्यो घरि पनि के घरि होस् यहीँ खाउँ दामी देखेको देख्दा चाहिँ पनिर नखाने म त्यो राइता होइन राइता पनि खाँदिनँ म त्यो दुधकै हो यो पनि खाँदिनँ म खाँदिनँ नि त उता दिइहालेको ल खाऊ न म खान्छु कस्तो रहेछ र टेस्ट गरिदेऊ त मासुमा चाहिँ के गरिदियो अन्त दामी कसम गाइस यस्तो दामी यति दामी थियो कि बिरयानी चाहिँ अब डाइट गरेको भोडे भुटिन्जेल खाइदिएँ गाइस यस्तो मिठो थियो कि दामी टेस्टी कस्तो थियो थाली पनि दामी थियो है दामी थियो टेस्टी मासु पनि होइन मजाले नै खायो दामी एकदमै मिठो खाऊ अब सो गाइज अहिले भने चाहिँ हामी नाम्ची आइपुगिसक्यौँ अघि नै होइन अनि रुममा आएर फ्रेस सेस भएर लुगासुगा चेन्ज गरेर यहाँ चाहिँ हाम्रो म्याडम लुगा चेन्ज गरेर अन्त अहिले भने चाहिँ हामी साउन्ड बोकुम जाँदै गरेको
किन भन्दाखेरि चाहिँ भोलि चाहिँ अब उनीहरूको सक्ने काम हो 10 दिनमा सक्ने काम हो भोलि 21 तारिक चाहिँ अब मेन घेवा भनौँ होइन मेन मराउ काम चाहिँ भोलि हो त्यसैले गर्दाखेरि अब बेलुका अलिअलि कामहरू हुन्छ सघाउनु पर्ने त्यही भएर चाहिँ अब आजकल त अब मोमो समोहरू के बनाउँछ नि त त्यही भएर चाहिँ अब बेलुका यसो सघाउँदै गइदिउँ न त भनेर चाहिँ बेलुका काम के हो भनेर चाहिँ हामी दुईजना त जान्दै गरेको फेरि गएको थिएन नि त म मात्रै कन्टिन्युसली गएको छ हौ यता हेर न हौ म चाहिँ आज जाँदैछु म पनि किनभने बिमारी छु नि त कति दिनको बादमा गएको छुइनँ नि त म आज चाहिँ जाँदैछु उसकोमा बिचरा भाइको माया लाग्छ म भाइ जस्तै भन्छु उसले मलाई नाना भन्छ त्यही भएर चाहिँ अब हामी जाँदैछौँ होइन किनभने ऊ जानु भोलि भ्याउँदैन पनि स्कुलले गर्दा होइन अन्त आज नै गइरहेको भोलि चाहिँ मेन काम हो म त जानै पर्ने हुन्छ भोलि पनि होइन त्यही भएर चाहिँ अहिले बेलुका भइसकेको छ सो त्यस्तै छ है आजको लागि भ्लग पनि यतिसम्म नै छ किप वाचिङ गाइस तपाईँहरूले मन पराइदिनु हुन्छ भनेर आशा गरेको छु है सो तपाईँहरूलाई मन परेको छैन प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल गाइस बाई बाई गाइस अब एकैचोटि नेक्स्ट भ्लगमा भेटौँ है त गाइस